पक्षमा यसपालि घोडा वर्ष यसरी टोरी खेलमा मनाइरहेको छ। हामी बोलाएको समितिको तर्फबाट र नेपालमा रहेका सम्पूर्ण गुरुङहरूको तर्फबाट देश विदेशबाट रहेका सम्पूर्ण आफन्तजनहरू र आफन्त त्यसैगरी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा फेरि आज पन्ध्र गते र विशेष गरी पुरानो संस्कृति पुरानो संस्कार भित्र के पर्छ त्यो भित्र के पर्छ ए म्याम हामीले ड्रेस लगाएको छैन किन हुन्छ कि हुँदैन हामीले हाम्रो संस्कार हाम्रो संस्कृति हाम्रो परम्परा हाम्रो रीति हाम्रो संरक्षण समर्पण गर्नका लागि हाम्रा संस्थाहरूले आफ्नो प्रदर्शन गरेर हाम्रो संस्कार संस्कृति हाम्रो परम्परा र हाम्रा पुराना चिजहरूलाई समर्पण गर्नका लागि गुरुहरू कति अगाडि बढिसकेको छ भन्ने कुरा पनि यहाँ युवाहरू थाहा पाउनुहुनेछ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो कार्यक्रम केही समयपछि सङ्गीतहरू रुचिनेछ। ती सङ्गीतहरूसँगै यहाँ रमाउनेछ युवाका विश्वासहरूले हाम्रो दिदीबहिनीका छौँ र त्यसैगरी दोस्रोको शुभकामना Happy Losar हजुर
आएको छैन सोधा त एकचोटि के भएको होला यिनीहरू हामी त हेर्न आएको हेर्नु पर्यो नि यहाँ म यहाँहरू सबैलाई यो र्याली निहाल्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी र्याली संयोजन गरिनुभएका संयोजकज्यू त्यसै गरी र्याली व्यवस्थापन गर्नका लागि खर्चिनुभएका पुलिस साथीहरू र्याली संयोजन गर्नुहुने संयोजन समितिमा रहनुभएका सम्पूर्ण पदाधिकारी साथीहरू त्यसै गरी भोलिन्टियर साथीहरू यहाँलाई यो र्याली व्यवस्थापन सहयोग गरिदिनका लागि म पुनः आग्रह गर्छु सहभागिताको लागि पनि सम्पूर्ण टिमलाई फेरि पनि आयोजन समितिको तर्फबाट धन्यवाद छ त्यसै गरी अर्को टिमलाई अलिकति अगाडि आइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी नवबुद्ध गुरुङ समाज सेवा समाज समितिका सम्पूर्ण टिमलाई हार्दिक स्वागत छ जो कृष्ण बहादुर गुरुङज्यूको नेतृत्वमा अगाडि बढिरहनु भएको छ यहाँहरूलाई तमुलसार महिला आयोजन समितिको तर्फबाट यो कार्यक्रममा सहभागी हुनुभएकोमा फेरि पनि स्वागत छ तमुलसार तल्लो घोडा वर्गको आशीमाला लेख्नु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु भने पछाडिको भागमा राष्ट्रिय झन्डा सहित लामा गुरुङको नाममा यहाँहरू गाडी लिएर नववर्षको शुभकामना यहाँहरू अगाडि बढिरहनु भएको छ यहाँहरू सबैलाई धेरै धेरै स्वागत छ नवबुद्ध गुरुङ सेवा समिति काठमाडौँको टिम अगाडि बढिरहनु भएको छ यहाँहरूलाई हार्दिक स्वागत छ र धेरै धेरै धन्यवाद छ अगाडि बढिदिनु होला उता भोलिन्टियर साथीहरू कस्तो रमाइलो गरे हो र यसैले नवबुद्ध तब समाजका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु र मिठो र सुन्दर नृत्य र कौडा नृत्यसहित यो मिठो भेटको लागि पनि धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु यहाँहरूलाई धेरै धेरै धन्यवाद छ भोलिन्टियर साथीहरू अलिकति अगाडि बढाइदिनु होला त्यसै गरी भोजपुर गुरुङ समाज काठमाडौँको र्याली अगाडि बढिरहनु भएको छ र उहाँहरूलाई अगाडि बढिदिनका लागि अनुरोध गर्न चाहन्छु नरेन्द्र गुरुङ अध्यक्षजी हुनुहुन्छ उहाँको नेतृत्वमा अगाडि बढिरहेको छ यहाँलाई धेरै धेरै धन्यवाद छ र अगाडि बढाइदिनु होला र त्यसै गरी अब भोजपुर गुरुङ समाज काठमाडौँका टिमलाई यो र्यालीमा स्वागत छ र अगाडि बढाइदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु वेशभूषामा सजिएर आउनुभएको छ त्यसै गरी राष्ट्रिय झन्डा सहित आफ्नो वेशभूषामा खटिएर आउनुभएको छ ठुलो र्याली यहाँहरूलाई लोसार मुलायम समितिको तर्फबाट टुडी खेलको यो र्यालीमा हार्दिक स्वागत छ र यहाँहरूलाई प्रदर्शन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्दै अब त्यसै गरी तमु समाज तनहुका साथीहरूलाई म अगाडि बढिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु गङ्गाराम गुरुङज्यूको जो अध्यक्ष हुनुहुन्छ जसको नेतृत्वमा अगाडि बढिरहनु भएको छ गङ्गाराम गुरुङज्यूलाई टिमलाई धेरै धेरै स्वागत छ र यहाँहरूको ठुलो ब्यानर लेखिएको छ यता घोडा वर्ग त्यसै गरी तपाईँलाई सोच्दै गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय समितिको लोगो सहितको तमु लोसार तल्लो घोडा वर्गको छ्यापा तिरी आशीमाला तमु लोसार 2022को हार्दिक मङ्गलमय शुभकामना सहितको ब्यानर अगाडि बढिरहनु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र त्यसै गरी साना नानीहरूको वेशभूषा सहित अगाडि बढिरहनु भएको छ त्यसै गरी लामा गुरुहरू त्यसै गरी गुरुङहरूको एउटा सांस्कृतिक घर पनि बोकेर अगाडि बढिरहनु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु भने साथमा कोइबो सहित अगाडि बढिरहनु भएको छ नेहारू यो दृश्य आदरणीय दाजुभाइ दिदीबहिनीहरू त्यसै गरी देश विदेशबाट हामीलाई मिडिया मार्फत हेरेर बस्नुहुने सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म जानकारी गराउन चाहन्छु यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु र र्याली अगाडि बढाइदिनका लागि म फेरि आग्रह गर्छु भोलिन्टियर साथीहरू
उहाँहरूलाई प्रदर्शन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र यहाँहरू अगाडि बढिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब त्यसै गरी पछाडिको भागमा जो भेडाको उन्माद बनिएको जो वस्तु हुन्छ त्यो वस्तु बनेर अगाडि दाइहरू अगाडि बढिरहनु भएको छ भने वेशभूषामा दिदीहरू हुनुहुन्छ, त्यसै गरी घाँसारीहरू हुनुहुन्छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। त्यसै गरी प्रवेश गर्दै हुनुहुन्छ यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी हाडो भाका भित्र छ, चुर्का छ, कौडा छ, घाँटो नाच छ। त्यसै गरी सुरची झ्याउरे नृत्य यहाँहरू लिएर अगाडि बढिरहनु भएको छ र त्यसैले झ्याउरे नृत्य सहित र सुरक्षी झ्याउरे घाँचो हजुर सङ्घ सवाली हो, अनि सङ्घ सवाली हो। धन्यवाद अनि आभार व्यक्त गर्दै अर्को र्यालीलाई म अगाडि बढाइदिन चाहन्छु। नुवाकोट तमु समाज सेवा तथा सामुदायिक विकास केन्द्रको र्याली अगाडि बढिरहेको छ। म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। इन्द्रबहादुर गुरुङज्यू जुन संस्थाको अध्यक्ष हुनुहुन्छ इन्द्रबहादुर गुरुङज्यू लगायत सम्पूर्ण टिम र समाजलाई धेरै धेरै धन्यवाद छ। तल लोसार महोत्सव 2082 को हार्दिक आशीर्वाद शुभकामना सहितको यहाँहरूले डाटा लिएर अगाडि बढिरहनु भएको छ। वेशभूषामा खटिनु भएको छ भने भाइहरू, त्यसै गरी दिदीबहिनीहरू, त्यसै गरी धनुषबाण सहित प्रदर्शन गरिरहनु भएको छ र त्यसको ठिक पछाडि यहाँहरूले प्ले कार्ड बोकिरहनु भएको छ। घोडा वर्ग त्यसै गरी सर्प वर्ग जो दुईवटा वर्गको लोगो सहित यहाँहरू अगाडि बढिरहनु भएको छ भने साथमा यहाँहरूको लामा गुरुहरू सहित यहाँहरू प्रवेश गरिरहनु भएको छ। नुवाकोट तमु समाज सेवा तथा सामुदायिक विकास केन्द्र अगाडि बढ्नु होला प्लिज, ल अगाडि बढ्नु होला प्लिज, अगाडि बढ्नु होला है हजुर, अगाडि ल अगाडि बढिदिनु होला। त्यसै गरी पछाडिको टिमलाई म अगाडि बढाइदिनका लागि भोलिन्टियर साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी सम्माननीय प्रधानमन्त्रीज्यूको आगमन हुँदैछ, त्यसैले पनि म यहाँहरूलाई अलिकति छिटो र्याली गरिदिनका लागि, र्यालीलाई अलि छिटो अगाडि बढाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यहाँ संयोजन गरिरहनु हुने साथीहरूलाई पनि म फेरि पनि आग्रह गर्छु र अब हाम्रो र्याली अगाडि बढाइदिनका लागि अनुरोध गर्छु। र केही समयपछि नै हाम्रो सम्माननीय आदरणीय प्रधानमन्त्रीज्यूको आगमन हुने तयारी भइसकेको छ। त्यसैले पनि म यहाँहरूलाई फेरि पनि आग्रह गर्छु यो र्याली अलिक छिटो अगाडि बढाइदिनका लागि अनुरोध गर्छु। त्यसै गरी यहाँहरूले हार्दिक स्वागत छ। त्यसै गरी जसको अध्यक्ष जो लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ भने जुन र्यालीको संयोजन गरिरहनु भएको छ उपाध्यक्ष मल्लाल गुरुङ लगायत सम्पूर्ण टिमलाई हार्दिक स्वागत छ भने अध्यक्ष सागर गुरुङ लगायत सम्पूर्ण टिमको यो संयोजनमा गरिनु भएको यो र्यालीलाई हार्दिक स्वागत छ र धेरै धेरै धन्यवाद छ पनि छ। त्यसै गरी पछाडिको भागमा दिदीबहिनीहरू सोलीमा कोसेली सहित बोकेर आइरहनु भएको दृश्य यहाँहरूले प्रदर्शन गरिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र यहाँहरूलाई अगाडि अलि छिटो बढिदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु भने बिचमा यहाँहरू छुड्का नृत्य लिएर आउनुभएको छ। त्यसै गरी तमुवान राज्य घोषणागान लगायतका यहाँहरूले जो प्ले कार्ड बोकेर आउनुभएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ भने पछाडि छुड्का कौडा नाच प्रस्तुत गर्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ यहाँहरूलाई। त्यसै गरी सङ्घर्ष सभा तमु समाज सेवा समिति काठमाडौँको र्याली अगाडि बढिरहनु भएको छ। यहाँहरूलाई स्वागत छ र यो सहभागिताको निम्ति पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरी विभिन्न सांस्कृतिक झाँकीहरू यहाँहरू प्रदर्शन गर्दै हुनुहुन्छ। सम्भवतः यहाँहरूले कौडा नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। सङ्घर्ष सभा तमु समाज सेवा समिति काठमाडौँका सम्पूर्ण टिमलाई तमुलोसार मूल आयोजक समिति 2082 को तर्फबाट धेरै धेरै धन्यवाद छ। अब अर्को र्याली अगाडि बढाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। गुल्मी एकता तमु समाज काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ। गुल्मी एकता तमु समाज काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ भने गुरुङहरूको रस्सी झन्डा बोकेर त्यसै गरी यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र आभार छ। त्यसै गरी सँगै यहाँहरूले गुरुङहरूको सांस्कृतिक घर सहित लिएर प्रवेश गर्दै हुनुहुन्छ। यो प्रवृत्तिको लागि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। साथमा चर्का र
राकेश सरकार त्यसैले गाईको बोकेर आउनुभएको छ भने पाउला छ यहाँलाई अगाडि बढिदिनुको लागि अनुरोध गर्छु र अब यहाँलाई धेरै धेरै धन्यवाद भोटाङको सेवा समाज काठमाडौँको साथीहरूलाई हार्दिक स्वागत छ भोटाङ गुरुङ तमु सेवा समाज काठमाडौँका साथीहरूलाई धेरै धेरै स्वागत छ र त्यसै गरी यो साँच्चीकै अध्यक्षज्यू होमनाथ गुरुङ लगायत टिमलाई हार्दिक स्वागत छ साँच्चीकै घोडा लिएर आउनुभएको छ भने घोडामाथि सानै नानी हुनुहुन्छ यहाँहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी झाँकरमा सामानहरू बोक्दै अनि अनि आभार व्यक्त गर्छौँ त्यसै गरी अर्को र्याली अगाडि बढिरहेको छ र त्यसै गरी अर्को र्यालीलाई पनि अगाडि बढ्दै सम्झिनका लागि म हार्दिक गर्न चाहन्छु भने गाडीमा यहाँले जो आमा दिदीबहिनीहरू रक्सी पार्दै हुनुहुन्छ चामल केलाउँदै हुनुहुन्छ पिठो केलाउँदै हुनुहुन्छ उन काट्दै हुनुहुन्छ अनि तास बुन्दै हुनुहुन्छ है र यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छौँ यो 3 पानी चाहिँ भरे खाउँला है हजुर ल त्यसै गरी अब घाँटु कोट चोटका चाहिँ यहाँहरू प्रवेश गर्नुभएको थियो यहाँहरूलाई धेरै धेरै धन्यवाद छ अलिक छिटो अगाडि साथीहरूलाई म अगाडि बढिदिनका लागि अनुरोध गर्छु यहाँहरूलाई हार्दिक स्वागत छ त्यसै गरी र जुन संस्थाको अध्यक्षज्यू हुनुहुन्छ देव बहादुर गुरुङज्यू बताएर प्रत्यक्ष यहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ घाँटु नाच चुट्का नाच त्यसै गरी चुट्का र चुट्काको लागि खैँचडी बजाउने भाइहरू दिदीहरू कति रुममा छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र प्रस्तुत गरिदिनु भएकोमा त्यसै गरी अब छानेर अनि छिटो अगाडि बढिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँहरूलाई हार्दिक स्वागत छ राजधानी गुरुङ सेवा समिति काठमाडौँका सम्पूर्ण टिमलाई हार्दिक स्वागत छ जुन संस्थाका अध्यक्षज्यू हुनुहुन्छ हरिबहादुर गुरुङज्यू लगायत सम्पूर्ण कार्य समिति त्यसै गरी उपस्थित महानुभावहरूलाई हार्दिक स्वागत छ राजधानी गुरुङ सेवा समितिका सम्पूर्ण टिमलाई त्यसै गरी स्याटो भाकर बोकेर आउनुभएको छ भने यहाँहरूले पनि विशेष गरी स्याटका सहित प्रस्तुत हुनुभएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ गुरुङहरूको एउटा संस्कारभित्र प्रभावित स्याटका यहाँले प्रस्तुत गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ अब र्याली अलिक खाली भइरहेको छ अलि अगाडि बढाइदिनु होला लाई पनि हार्दिक स्वागत छ कमल कृष्ण गुरुङज्यू जसको अध्यक्ष हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भने ध्यानको पछाडि लामा गुरुहरू प्रदर्शन गर्दै हुनुहुन्छ भने हलोजुवा बोकेर अगाडि बढिरहनु भएको छ भने मेला जानका लागि ब्ल्याक बोकेर लिएर अगाडि बढिरहनु भएको छ त्यसै गरी कोसिस बोकेर आधा बोकेर अगाडि बढिरहनु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ भने घाँटु सहित प्रस्तुत गरिदिनु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी गाडीमा यहाँहरूले घाटु काट्दै हुनुहुन्छ यहाँहरूलाई धेरै धेरै धन्यवाद ल त्यसै गरी गान्तोक गोर्खा समूह गुरुङ समाज काठमाडौँलाई पनि स्वागत छ गान्तोक गोर्खा समूह समाज काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ यहाँहरू पछाडिको भागमा गान्तोक गोर्खा समूह समाज काठमाडौँका साथीहरू र्याली लिएर अगाडि बढिरहनु भएको छ भने नानीहरू पहिलो रोमा हुनुहुन्छ भने आमाहरू पछाडिको भागमा हुनुहुन्छ भने मारुनीहरूले प्रस्तुत गरिरहनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ र मारुनीको लागि मारुनीहरू नाच्दै हुनुहुन्छ भने मारुनीलाई सिसाउने भागहरू बोलाउने साथीहरू भएको छ उहाँको चाहिँ आफ्नो प्रस्तुतिहरू प्रस्तुत गरिरहनु भएकोमा धेरै धेरै धन्यवाद छ र त्यसै गरी तमु समाज काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ तमु सरकारले वडाबाट यहाँ भइसक्यो हार्दिक बधाई शुभकामना सैनिकको कार्यलाई चाहिँ अगाडि बढिरहनु भएको छ यहाँलाई हार्दिक स्वागत छ र आफ्नो संस्थाको कार्य चाहिँ अगाडि बढिरहनु भएको छ भने वेशभूषा त्यसै गरी स्याटो त्यसै गरी यहाँहरू कुनै विषयको अगाडि बढिरहनु भएको छ अब हामी आदरणीय प्रधानमन्त्री